1975 चिनिया सरकारको सहयोगमा नेपालमा 22वटा ट्रली बस भित्रियो। काठमाडौँदेखि भक्तपुरसम्म 13 किलोमिटर लामो रुटमा सञ्चालन हुने नीलो र सेतो रङका ट्रली बसहरू ओभरहेड वायरबाट पास हुने बिजुलीबाट फङ्सन गर्ने गर्थे। यो प्रणालीलाई न पेट्रोल चाहिन्थ्यो न त धुवा नै निकाल्थ्यो, जुन कुरा त्यति बेलाको नेपालको लागि निकै आधुनिक र टेक्नोलोजिकल जम्प थियो। तर सर्वसाधारणको लागि सस्तो र सुविधाजनक भएकाले लोकप्रिय भएका यी बसहरू अपर्याप्त मर्मत सम्हार, बिजुलीको अभाव र रुट अझै एक्सपान्ड हुन नसकेका कारण यसको सेवा बन्द हुँदै जान थाल्यो र आखिरमा ट्रली बसले सन् 2008मा आफ्नो अन्तिम यात्रा गर्यो। लामो समयसम्म नेपालमा बिजुलीबाट चल्ने उपकरणको धारणा बत्ती र रेडियो जस्तो उपकरणमा मात्र सीमित रहेको समयमा यही ट्रली बसले बिजुलीबाट चल्ने गाडीको सम्भावना देखाएको थियो। तर आजको समयमा बढ्दै गएका चार्जिङ स्टेसन, इभी मैत्री पोलिसी र उकालो लागिरहेको इभीको सेल्सले नेपाली उपभोक्ताको लागि इलेक्ट्रिक गाडी एउटा लग्जरी मात्र नभई वातावरण मैत्री र व्यवहारिक विकल्प पनि बन्दै गएको देखिन्छ। अहिले इलेक्ट्रिक भेहिकलको नयाँ अध्यायसँगै केही वर्षको अन्तरालमै विभिन्न कम्पनीका गाडी, स्कुटर र साइकलसम्म नेपाल भित्रेका छन्। तर यो बजेट फ्रेन्डली इभीको रेसमा चाइनिज म्यानुफ्याक्चरिङ दिप्पालले भने आफूलाई लग्जरी ब्रान्डको रूपमा पोजिसन गर्ने आफ्नै बाटोमा देखिन्छ। आफ्नो सेल्स सुरु गर्नुभन्दा पहिला नै चार्जिङ स्टेसनमा लगानी गरेको र आफ्नो ब्याट्री सबैभन्दा बलियो भएको दावी गर्ने अनौठो तर प्रभावशाली मुभ लिएको यो कम्पनीले कसरी नेपालको इभी मार्केटमा आफ्नो उपस्थिति बनाइरहेको छ त? र कुनै बेलाको साधारण ट्रली बसदेखि आजको गोल्डन सिल्ड ब्याट्री 2.0 सम्म आइपुग्दा यो कम्पनीले इभीको एडप्टेसनमा कस्तो परिवर्तन ल्याएको छ त? लेट्स वाच द स्टोरी अफ दिप्पाल वेयर द इनोभेसन मिट्स स्ट्र्याटेजी। केही समय अघि फोर्ड जस्ता पपुलर अटोमोटिभ ब्रान्ड आफ्नो केही महँगा इभीको प्रोडक्सनलाई डाउनसाइज गर्न बाध्य भएका थिए, किनभने यसको इलेक्ट्रिकल मोडलको बनाउने लागत त्यसका पपुलर पेट्रोल भर्जनको बनाउने लागतभन्दा बढी नै पर्न जान्थ्यो। यो यति बेलाको फोर्डको मात्र समस्या थिएन। युएसमा भएका अधिकांश मेजर इभीजहरू सबैमा यही समस्या सिमिलर थियो। क्लाइमेट गोल्सका लागि विद्युतबाट चल्ने गाडी एकदमै आवश्यक हुँदै गए तापनि एभरेज इभीको कस्ट पेट्रोल या डिजल गाडीको भन्दा बढी भइरहेको थियो। यसको कारण थियो इभीमा प्रयोग हुने ब्याट्री, किनभने इभीको प्रोडक्सनको रफली 40% भन्दा बढी कस्ट अफ प्रोडक्सन यसको ब्याट्रीमा गएको हुन्छ र यही ब्याट्रीको केमिस्ट्रीले नै सेफ्टी, लाइफ स्प्यान र पर्फर्मेन्स डिफाइन गर्ने गर्छ। यसै समयमा चाइनाले भने ब्याट्रीको मास प्रोडक्सन गरेर केही वर्षमै विश्वको 70% इभी प्रोडक्सन गर्ने कन्ट्री भनी इभी मार्केटमा डोमिनेन्स कमाउँदै गयो। चाइनाको यही ब्याट्री डोमिनेन्स कायम गर्ने कम्पनी मध्ये सबैभन्दा ठुलो कम्पनी हो CATL। वर्ल्डको लार्जेस्ट ब्याट्री म्यानुफ्याक्चरिङ कम्पनी CATLले दिप्पाल इभीको लागि गोल्डन सिल्ड ब्याट्री बनाउँछ। यो ब्याट्रीले आफ्नो सेफ्टी, लङ्गर लाइफ र चार्जिङ स्पिडको कारणले गर्दा इभी मार्केटमा धेरै प्रशंसा कमाएको छ। दिप्पालको नेपाली बजारमा पपुल्यारिटी बढ्नुको वान अफ द रिजन्स पनि यसको ब्याट्री पर्फर्मेन्स नै हो। CATLले चाइनाको नेसनल रिक्वायरमेन्ट भन्दा पनि बियोन्ड गएर यो पार्टिकुलर ब्याट्रीको लागि टेस्टहरू गरेको छ। जस्तै ब्याट्रीलाई नेसनल स्ट्यान्डर्ड अनुसार 70 सेकेन्डको लागि फायर एक्सपोजन टेस्ट गर्नुपर्ने ठाउँमा यो गोल्डन सिल्ड ब्याट्री 140 सेकेन्डसम्म फायरमा एक्सपोज गर्दा पनि यो टेस्टलाई पार गरेको छ। त्यस्तै सुरक्षा मापदण्ड अनुसार सामान्यतः एउटा सेलमा मात्र नेल पेनिट्रेसन टेस्ट गर्नुपर्ने भए पनि यस परीक्षणमा 2वटा सेललाई एकैचोटि छेडेर परीक्षण गर्दा पनि रिजल्टमा कुनै थर्मल रनवे देखिएन अथवा ब्याट्री अनियन्त्रित रूपमा तातिने वा नियन्त्रण गुमाउने प्रक्रिया देखिएन। यो सँगसँगै नेसनल स्ट्यान्डर्ड अनुसार ब्याट्रीलाई करिब 30 मिनट मात्र पानीमा डुबाएर टेस्ट गरिन्छ भने गोल्डन सिल्ड ब्याट्रीलाई भने पहिले 3.5% NaCl सोलुसन अनि 8000 देखि 10000 kPa को हाई प्रेसर पानीले 1 घण्टा लगातार स्प्रे गरेर परीक्षण गर्दा पनि ब्याट्री सुरक्षित नै रह्यो। यो सँगसँगै ड्रप इम्प्याक्ट टेस्ट, थर्मल रनवे टेस्ट जस्ता टेस्टहरू गरेर ब्याट्रीलाई स्ट्यान्डर्ड लिमिट भन्दा बढी एक्सट्रिम कन्डिसनमा एक्सपोज गर्दा पनि परीक्षणको क्रममा कुनै पनि थर्मल रनवे, धुवा, आगलागी वा विस्फोट देखिएन र परीक्षण पछि पनि ब्याट्री जस्ताको त्यस्तै इन्ट्याक्ट अवस्थामा रह्यो। र टेस्टिङको क्रममा ब्याट्रीलाई हरेक पोसिबल वेमा डिस्ट्रोय गर्ने खालको परीक्षण गर्दा पनि ब्याट्रीमा स्ट्रक्चरल ड्यामेज न्यून देखियो। यसका साथै ब्याट्रीले मिलिटरी ग्रेड लेभलको इन्सुलेटिङ मटेरियलको प्रयोग गरेको छ, जसले नर्मल ब्याट्री प्याक भन्दा 200 डिग्री बढी हिट सहन सक्छ, जसको कारण ओभर हिटिङको जोखिम एकदमै कम हुन्छ।
ब्याट्रीको प्रत्येक सेलमा युनिक क्युआर कोड पनि लागेको छ। यस्तो कोड स्क्यान गरी ब्याट्रीको प्रोडक्सनदेखि पर्फर्मेन्ससम्मको फुल हिस्ट्री ट्र्याक गर्न सकिन्छ, जसबाट ब्याट्रीको रियल टाइम हेल्थ मोनिटर गर्न सकिन्छ। यसमा रहेको इन्टेलिजेन्ट थर्मल म्यानेजमेन्ट जस्तो युनिक फिचरमा मल्टिलेभल कुलिङ र डाइरेक्ट एक्सल्ट पाथ पनि रहेको छ, जुन सिस्टमले हिटलाई पनि स्प्रेड हुन नदिने काम गर्छ। गोल्डन सिल्ड ब्याट्री 2.0 को DPBP अथवा डिफेक्ट पर बिलियन रेट पनि वान अफ द लोएस्ट रहेको छ। यसको मतलब ब्याट्री सेल्स फल्टी हुने चान्स एकदमै कम छ। दिपाल S05 को ब्याट्री 5000 भन्दा बढी साइकलसम्म टिक्ने गरी बनेको छ, जुन इन्डस्ट्री एभरेज 2000 भन्दा धेरै बढी हो। CATL र चाङ्गेन दुवै कम्पनी ड्युरेबिलिटीमा वर्ल्ड क्लास मानिने कम्पनी भएकाले लो टेम्परेचर र हाई साइकल युज पछि पनि पावर आउटपुट स्टेबल रहने कम्पनीहरूले दाबी गरेका छन्। अझ इन्ट्रेस्टिङ कुरा त गोल्डन सिल्ड 2.0 ब्याट्रीमा फास्ट चार्ज कन्डिसनमा 10 मिनटमा 20 देखि 80% सम्म चार्ज हुने क्षमता रहेको छ, किनभने यसमा 3C अल्ट्रा चार्जिङ क्यापेसिटी पनि छ। भविष्यका लागि 5C र 7C सम्म ब्याट्रीलाई रेडी बनाउने कम्पनीको उद्देश्य छ। यसरी अति नै बियोन्ड अर्डिनरी ब्याट्री र रफ रोड्सको लागि ड्युरेबल र रिलायबल हुने खालको स्ट्रङ मेकानिकल स्ट्रक्चरले दिपाललाई अरूभन्दा युनिक र स्ट्यान्ड आउट इभी ब्रान्ड बनाएको छ। तर आफ्नो ब्याट्री क्षमताको कारण मार्केटमा स्ट्यान्ड आउट भइरहेको दिपालको जोर्नी सुरुवाती दिनमा इभी निर्माताबाट नभइकन देशको सैनिकहरूको लागि वेपन बनाउने फ्याक्ट्रीको रूपमा स्थापना भएको थियो। 1862 चीनमा बढ्दो मिलिटरी वेपनको डिमान्ड आपूर्ति गर्नको लागि सिन डाइनेस्टीको पहलमा स्टेट ओन्ड कम्पनी साङ्गाउ फरेन गुन ब्युरोको स्थापना भयो। यो कारखाना तत्कालीन चीनको सबैभन्दा ठुलो उत्पादन केन्द्र मध्येको एक थियो, जसमा 1000 भन्दा बढी मेसिनहरू र 17000 कर्मचारी आबद्ध हुने गर्थे। तर समय बित्दै जाँदा देशको आवश्यकताहरू बदलिन थाले। लगभग 1 शताब्दी पछाडि सोही कारखानालाई नयाँ दिशामा मोड्ने निर्णय भयो, जसमा मिलिटरी हतियार बनाउने कम्पनीले अब सवारी साधन बनाउन थाल्यो। 1959 मा त्यस कम्पनीले चाङजियाङ टाइप 46 जिप मार्केटमा लन्च गर्यो। यो जिप चाइनाको स्वदेशमै बनेको पहिलो जिप थियो। यस पछाडिको 4 वर्ष कम्पनीले करिब 1500 वटा च्याङजियाङ टाइप 46 को प्रोडक्सन गर्यो र यही कम्पनीको इनिसिएसनले चीनको स्वदेशी अटोमोबाइल उद्योगलाई ऐतिहासिक मोड दियो। केही समय पछाडि यो कम्पनी नामाकरण भएर चाङगान भयो, जससँगै कम्पनीले यात्रुवाहक कार, माइक्रोभेन, व्यावसायिक भेन र ट्रकहरूको उत्पादन गर्दै आफ्नो पोर्टफोलियो विस्तार गर्दै गयो। तर आउँदो दिनमा पेट्रोल र डिजेलबाट चल्ने भेहिकलहरूलाई इभीले रिप्लेस गर्न सक्ने कुरा चाङगानलाई पनि बिस्तारै थाहा हुँदै थियो, किनभने समयसँगै विश्वभर इन्धन भेहिकलहरूको बेफाइदा र वातावरणमा त्यसको प्रभावको कुरा बढ्दै जाँदा पश्चिमेली देशहरूबाट महँगा खाले इलेक्ट्रिक भेहिकलहरूको प्रोडक्सन सुरु हुन थालेको थियो। यही देखेर 2000 र 2010 को दशकमा चिनिया सरकारले पनि न्यू इनर्जी भेहिकल NEV भन्ने क्याम्पेन अघि सारेर बिजुलीबाट चल्ने गाडीहरूको प्रबन्धन सुरु गर्यो। NEV गोल्सको लागि 2009 मा चाइनिज गभर्नमेन्टले विद्युतीय गाडी बनाउने कम्पनीलाई सब्सिडाइज र ट्याक्स एक्जेम्सन दिनुका साथै विद्युतबाट चल्ने सरकारी गाडीहरू ल्याउने लगायतका इनिसिएसनबाट नीतिगत पहल अघि सार्यो। यस्ता चेन्जेसहरू पछि चाइनामा मास प्रोडक्सन गर्ने क्षमता भएका ठुला इभी म्यानुफ्याक्चरिङ कम्पनीहरू खुल्न थाले र यही बीच चाङगानले पनि 2015 मार्च 6 मा आफ्नो पहिलो इलेक्ट्रिक भेहिकल EADO EV लन्च गर्यो। यति बेलासम्म नेपालमा भने प्राइभेट इभी गाडी त्यति देखिने गरेका थिएनन्। ट्रली बस त बन्द भइसकेको थियो नै। 1993 मा भित्रिएको सफा टेम्पो बाहेक सडकहरूमा अन्य निजी इलेक्ट्रिक सवारी एकदमै रेयरली मात्र देखिने गर्थे। यस्ता गाडीहरूको कन्सेप्ट नेपालको लागि अझै नौलो नै थियो भने धेरै जसो मानिसहरूले इभीको प्रविधिमाथि नै विश्वास गरिरहेका थिएनन्। यही कारणले 2017 मा नेपालमा राष्ट्रिय योजना आयोगले 60 लाखमा ब्रान्ड न्यू इलेक्ट्रिक कारको खरिद गर्ने पहिलो सहकारी निकाय बन्दासम्म पनि कुनै दिन बाटोमा गुड्ने कयौं पेट्रोल भेहिकललाई इभीले रिप्लेस गर्न सक्छ भन्ने कुरा धेरैलाई पत्याउन गाह्रो पर्थ्यो। यति बेलातिरै चाङगानले भने 2017 मा चाइनिज गभर्नमेन्टले सेट गरेको इमिसन स्ट्यान्डर्ड्स फलो गर्ने उद्देश्यका साथै इन्धन गाडीहरूको प्रोडक्सन पूर्ण रूपमा बन्द गर्ने निर्णय लियो। वावई र डोङफेन मोटर जस्ता अरू कम्पनीको सहकार्यमा चाङगानले इलेक्ट्रिक कारको मोडल्स र भेरिएन्टहरू धमाधम बजारमा ल्याउन थाल्यो। यस पछाडिको दशकमा चाङगान अटोमोबाइल अन्तर्गत अवतार, दिपाल, काइची, चाङगान फोर्ड ब्रान्डका गाडीहरू बजारमा बिक्री वितरण हुन थाले। यस पछाडि 2023 मा गएर कम्पनीलाई चाङगान न्यू अटोमोबाइल टेक्नोलोजीबाट रिनेम गरी अङ्ग्रेजी नाम
दिप्पालको रूपमा पुनः ब्रान्डिङ गरियो। रिब्रान्डिङ पछाडि अब कम्पनीले दिप्पाल मोडललाई चाइनाभन्दा बाहिरका बजारहरूमा विस्तार गर्न थाल्यो। थाइल्यान्ड, अस्ट्रेलिया, मिडल इस्ट सँगसँगै नेपालमा पनि 2024मा उकालो लागिरहेको इभी मार्केटमा दिप्पालका गाडीहरू अत्याधिक रूपमा भित्रिए। यति बेलासम्म आइसक्दा भने छोटो समयमै नेपालमा इभीको कन्जम्सन धेरै अगाडि बढिसकेको थियो। नेपालको इलेक्ट्रिक भेहिकल इम्पोर्टको चार्ट नै हेर्ने हो भने 2021 पछि इभीको कन्जम्सन ड्रामेटिकली बढ्दै गएको देखिन्छ। त्यस पछाडिको कारण थियो यति बेलाको फिस्कल पोलिसीमा आएको चेन्जेस, विश्वभर बढ्दै गएको इभीको लोकप्रियता र चाइनिज कम्पनीहरूले सुरु गरेको मास प्रोडक्सन। ग्लोबल मार्केटमा एकै वर्षमा इभीको सेल्स लगभग दोब्बर भएको थियो। नेपाल सरकारले पनि 2021-22 को फिस्कल पोलिसीमा प्रदूषण कम गर्ने, पेट्रोलियम आयात घटाउने र ग्रिन इनर्जीलाई प्रबन्धन गर्ने उद्देश्यले इलेक्ट्रिक भेहिकल्समाथि लाग्ने सीमा शुल्क र करमा राम्रो छुटको व्यवस्था गरेको थियो। तर यसरी इभीको एडप्टेसन बढ्दै गर्दा चाइना, इन्डिया, साउथ कोरिया र युके का विभिन्न ब्रान्डका इभी नेपाली मार्केटमा भित्रिसकेका थिए र चाङ्गानको दिप्पाल नेपालमा प्रवेश गर्नु अगाडि नै BYD, MG, नेता, नेक्सन जस्ता ब्रान्डहरूले इनिसियल फेजबाटै नेपालको विभिन्न कुनामा आफ्नो सोरुमहरू स्थापना गरिसकेका थिए। त्यसो भए यस्तोमा चाङ्गानसँग त्यस्तो के नयाँ फिचर्स वा स्ट्राटेजी थियो जसले गर्दा बजारमा उपलब्ध अन्य इभीहरूको भिडमा आफूलाई स्ट्यान्ड आउट गराउन सक्यो त? यस पछाडिको कारण थियो दिप्पालको ब्याट्री टेक्नोलोजी र गाडीको ब्रान्ड पोजिसनिङ स्ट्राटेजी। यसरी अति नै बियोन्ड अर्डिनरी ब्याट्री र रफ रोड्सको लागि ड्युरेबल र रिलायबल हुने खालको स्ट्रङ मेकानिकल स्ट्रक्चरले दिप्पाललाई अरूभन्दा युनिक र स्ट्यान्ड आउट इभी ब्रान्ड बनाएको छ। यही ड्युरेबिलिटी र आकर्षक फिचर्सको प्रयोग गरेर कम्पनीले आफूलाई लग्जरी ब्रान्डको रूपमा पोजिसनिङ गर्न खोजेको पनि देखिन्छ। दिप्पालको प्रेरणा चीनको इभी बजारमा भएको दोहोरो दबावबाट आएको थियो। एकतर्फ परम्परागत बजारमा सस्तो इलेक्ट्रिक कारको होडबाजी थियो भने अर्कोतर्फ टेस्ला, नियो जस्ता ब्रान्डले लग्जरी इभीको सेगमेन्टमा एकाधिकार जमाइसकेका थिए। चाङ्गेनले बीचको ठाउँ एफोर्डेबल प्रिमियमको सेगमेन्ट पहिचान गरेर यही अवसरबाट दिप्पालको जन्म भएको थियो। यस पछाडिको एप्रोच स्पष्ट थियो, उच्च गुणस्तरको प्रविधि र डिजाइनलाई सामान्य मानिसको पुग्दो मूल्यमा उपलब्ध गराउने। दिप्पालले यसका लागि आफ्नो पहिलो मोडलहरूमा यस्ता प्रविधिहरू समावेश गर्यो जुन सामान्यतः अझ महँगा कारहरूमा मात्र पाइन्थे। उदाहरणका लागि दिप्पाल S07 मा लेजर रेडार सहितको एडभान्स ड्राइभर एसिस्टेन्स सिस्टम ADAS थियो। यस्तो हाई लेभल अटोनोमस ड्राइभिङ फिचर मिड रेन्जको मार्केटमा आएको यो पहिलो पटक थियो। यसमा पनि दिप्पालले मोडुलर प्लेटफर्म EPA1 को प्रयोग गरेको छ। यो एकै प्लेटफर्ममा धेरै मोडलका कारहरू बनाउन सकिन्छ अथवा एउटै बेसमा डिसान, SUV र ह्याचब्याकको बडी सेट गर्न सकिन्छ। जब एकै प्लेटफर्म मल्टिपल मोडलमा युज हुन्छ तब पार्ट्सहरू कमन हुन्छन् र यसले मास प्रोडक्सन गर्न सजिलो हुनेका साथसाथै पर कारको म्यानुफ्याक्चरिङ कस्ट पनि स्वतः घटाउँछ। यही कारणले गर्दा दिप्पालले लिडार र प्रिमियम इन्टेरियर जस्ता एडभान्स फिचर्सहरू एफोर्डेबल प्राइसमै दिन सक्छ। त्यसमाथि पनि यो प्लेटफर्म डिजाइन नै यस्तो गरिएको छ कि यसमा टेक्नोलोजी अपडेट गर्न पनि सजिलो छ। नयाँ सफ्टवेयर, सेन्सर्स वा ब्याट्री टेक्नोलोजी आउँदा यसै प्लेटफर्ममा इन्टिग्रेट वा अपडेट गर्न सकिन्छ। दिप्पालको प्रभावशाली स्ट्राटेजीलाई लग्जरी पोजिसनिङ वा प्रेस्टिज प्राइजिङ स्ट्राटेजी भनिन्छ, जसमा ब्रान्डले आफूलाई सामान्य बजारभन्दा माथि इलाइट क्लासको सिम्बोलको रूपमा स्थापना गर्छ। यसले गर्दा ग्राहकहरूमा 3 खालको भावनाहरू ल्याउँछ: एक्सक्लुसिभिटी, प्रिसाइज क्वालिटी र स्ट्याटस सिम्बोल। दिप्पाल एकतिर अन्य एक्स्ट्रा लग्जरी ब्रान्ड जतिको उच्च मूल्य नराखी अर्कोतिर सामान्य इभी भन्दा बेटर डिजाइन र एडभान्स टेक्नोलोजीमा निर्मित छ। एकतिर यसका फिचर्सले प्रिमियम पोजिसनिङ गर्छ भने EPA1 प्लेटफर्म र मास प्रोडक्सनको एडभान्टेजले यसलाई एफोर्डेबल बनाउँछ। यो स्ट्राटेजीको लागि प्राइसको जस्टिफिकेसन गर्ने वास्तविक भ्यालु यानि कि सुपेरियर डिजाइन, टेक्नोलोजी, एक्सपिरियन्स वा फिलिङ दिई कुनै पनि एक्स्ट्रा भ्यालुले ब्रान्डलाई अझै क्रेडिटेबल बनाउँछ। अहिलेको समयमा नेपालमा दिप्पाल गाडीको उपस्थिति तेजीसँग बढिरहेको देख्न सकिन्छ। यी मोडलहरूको मूल्य करिब 70 लाख रुपियाँदेखि 2 करोडसम्म पर्ने देखिन्छ, जसले बजेटदेखि प्रिमियम सेगमेन्ट दुवै कभर गर्छ। काठमाडौँ बाहेक पोखरा, चितवन लगायतका सहरहरूमा पनि दिप्पालको सोरुम तथा सेवा केन्द्रहरू विस्तार भएका छन्। सेवा सुरु गरिएको प्रारम्भिक महिनाहरूमै दिप्पालले 500 भन्दा बढी गाडीहरू बिक्री गरेको थियो भने 1 वर्षभित्र यो संख्या 800 भन्दा बढी पुगेको थियो। दिप्पाल नेपालको इभी मार्केटमा न्यू
कमर भए तापनि यसको मोडल भेराइटी, मोडर्न फिचर्स र कम्पिटेटिभ प्राइजिङका कारण इभी बजारमा राम्रो पकड बनाउँदै गएको देखिन्छ। दिपालको प्यारेन्ट ग्रुप चाङगेन ग्रुपको अहिलेको समयमा 117 सब्सिडाइरिज र 21 म्यानुफ्याक्चरिङ बेस छ भने विश्वभर 103 देशहरूमा चाङगानको बजार फैलिएको छ। भास्ट ओसन प्लान अन्तर्गतको समूहले 2030 सम्म वार्षिक 50 लाख गाडी बेच्ने लक्ष्य राखेको छ। यस अन्तर्गतको प्रत्येक स्थापित ब्रान्डहरू अवतार, दिपाल र चाङगानले आफ्नो युनिक पहिचानका साथ सञ्चालन जारी राख्छन् भने ब्रोडर पिक्चरमा चाङगान समूहले विश्वव्यापी ग्राहकका रिक्वायरमेन्टलाई फोकस गर्ने प्लान बनाएको छ। यसरी कुनै समय ट्रली बसले नेपालमा विद्युतीय गाडीलाई इन्ट्रोड्युस गरेको थियो भने आज दिपाल जस्ता ब्रान्डहरूले त्यही धारणालाई लग्जरी र इनोभेसनको टच दिएर परिभाषित गरी नेपालको ट्रान्सपोर्ट र अटोमोबाइल मार्केटलाई नयाँ लेभलमा पुर्याइरहेका छन्।